हेलो गाइस वेलकम ब्याक टु माई च्यानल। सो यहाँ गाइस आज चाहिँ 6 मात्रै बज्दैछ होइन। अन्त आज चाहिँ भाइटिका हो नि त, दिवालीको लास्ट डे। सो त्यही भएर चाहिँ म चाहिँ भर्खर नै उठेको होइन। आज चाहिँ किनभने खानाहरू पकाउनुपर्छ, के रेडी गर्नुपर्छ हो। हाम्रो चाहिँ चिकन पनि पाकिसक्यो। अब देखाउँछ हामीले के बनाउँछन्। अघि चाहिँ टाइमै पाएन। यहाँ छ आलुदम चाहिँ हो कर्चीमाटी चिकनको चाहिँ पकौडा अघि बनाएको तातो तातो। आज छ मुलाको अचार। सबै रेडी भइसक्यो। अब चाहिँ हामी खानाहरू सबै रेडी भइसक्यो। अब हामी चाहिँ रेडी हुनुपर्ने छ। त्यसको बादमा चाहिँ भाइटिका लगाउनुपर्छ। गाइस अब चाहिँ हामी यहाँ रेडी भयो। टिका लगाउनुको लागि रेडी गाइस। यहाँ चाहिँ ओखर राखेर सबै टिकाहरू हालेर अब यसलाई चाहिँ फुटाउनुपर्छ। अन्त म चाहिँ भइसकेँ रेडी होइन। एन्ड दिस इज माई आउटफिट। चिसो दादा चाहिँ अब राम्रोसँग सुध्रिकन अब राम्ररी बहिनीलाई हेर्छ, आमा आप्पालाई हेर्छ हो। अब भाउजूलाई दुःख दिँदैन हो। अब मलाई थ्याङ्क यू। ल ल थ्याङ्क यू। ल मेरो दादाको चाहिँ रिस अलिक कम्ती होस् हो। पुरा रिसाउँछ। राम्रोसँगले मम्मीले भनेको सुन्ने, राम्रोसँग पैसा कमाउने। आमा खोइ मामालाई उयो गर्नुहोस् न। पैसा त मामाले अघि दिएको छ। मामाले खोइ खोइ 2 रात रहेछ। आपा भात खाँदैन भयो। अब यहाँ माम खाँदैछ। खुट्टा देखा न, खुट्टा यहाँ। खुट्टा खुट्टा त मुख डल्लै खान्छ। हामी चाहिँ यहाँ साथमेल आइपुग्यो टिका लगाउनको लागि। उता जे छ नि हेर्नु न, प्रिटी गर्ल बिसारी नै त्यस्तो जान्दैन अरे। आउँदैछ पर हामी चाहिँ यहाँ तल दादाहरूकोमा आइरहेको छ फेरि टिका लगाउनु लागि। यहाँ पऱ्यो त्यो यहाँ छ त। गीहरू रहेछ यहाँ हेर्नु न। दादाले पनि पक्रिनुहोस् है, बेबी लड्छ। ए कति बेसी यहाँ यसको मम्मीको रहेछ। यहाँ पनि रहेछ न आमाइन। कति उयो पनि छ ऊ, कति बेसी पप्पी रहेछ। लाने हो मामालाई मागेर लाने के गर्ने हो? हाई भन्नुहोस्। गोल टिका लगाइदिनु भयो तपाईँलाई? ए ओके। यो कस्तो डगी हौ? ए हो जेसनलाई मन पर्यो डगी? ओ जेसनलाई मन पर्यो त जेसनलाई दिनु कि नदिनु डगी? ए हो। ए फुपू चाहिँ लानु कि नलानु? फुपू लानु डगी? बोजूले भन्नु। डाइलम नम्बर चाहिँ हालिए ठाउँ त अलिक पुरानो भएर होला। गार्डन छ नि त, गार्डन के छ भन्दै भाइ एउटा लाइनमा त ह्यान्डसम चाहिँ किन बनाएको भने फेरि अर्को पनि बिहा गरेर ल्यायो भने ठिकै छ र अन्डा जान भाउजू बेसी भएको भाउजूलाई साथी सेतो भने त रातो खिच्ने है। आमालाई साथी हुने सेतो सफेद राम्रो होइन, सेतो जति सफाहरू पनि हुन्छ। दादा यङ भएको नानीले अब नानीहरू यङ भइसक्यो। अन्त सबै यङ मोटेको नि आएछ सेतो केस। नानीहरू
पग्गु भाइ बियर गर्दैछ है बिहार गर्दैन छोरा मैले लगाएर बुद्धले कसले बिहा गर्दैछ अरे कता खोइ गएको छ पप्पु तँ बियर गर्दैछ अरे यहाँ आइज न यसो यता आइज त यता आइज न बाहिर आइज त छिटो छिटो आइज न अबै म आऊ लिनु पग्गु भ्याउँदैन भन् न के हो अहिले एकछिन मैले यहाँ बाल्नु होइन अखरोट बाल्नु होइन अब चोबेली चोबेको थियो तेल बेसी भयो भने पुरा भिजेर सबै जाउँछ मेरो दादाहरूको ल पछाडि पछाडि जानु पर्यो फुटा होस् होस् भइहाल्छ क्यामेराम्यान अघि बढ्छ क्यामेरामा जित्यो त ओ फाल्दै सबै ल कस्तो दादाहरूको यो खालेको नाम के भनिदिनु नाम के भनिदिनु त्यो भान्जीलाई बोजू हेर्नु पर्यो अरू नाम भनिदिनु अब को के हो लु खै भाउजू आउनुहोस् ल अर्को पानी हुन्छ यसरी नै जहिले अरू बेला रक्सी नखाउँ भनेको थियो के गर्नु दिवाली आइगयो सबै टिका लगायो भने त फेरि सबै फर्किन्छ नि बहिनीको चाहिँ नाकमा लगाउने हो कलर सबै लगायो भने त तिमीहरूको टिका वापस हुन्छ त त्यसमा फोटो खिच्दा लामो नटान्नु न अन्त बेसी एकजना थप्दा अर्कोले थप्दा लामो भइहाल्छ क्यामेराम्यान कहाँ गयो मेरो एउटा कलर लगाइदियो सबैले भाइ मजाले मेरो दादालाई चाहिँ राम्रो हो दादा बेसी भाउजूले राम्रोसँग हेर्नु भनेर दिनु न हातमा है लोभ लाग्यो क्या ए अन्त म त यो त लोकल जानु पर्यो सबैको सकेको मेरो टर्न हो के मोटेको छोराको बिहा गर्ने बेला भयो नभएर के हो छोराहरू कत्रो भइसक्यो है गर्छ नि बिहा कहिले अर्को पालि चाहिँ भाउजू दिन अन्त त अर्को पालि राम्रो मेरो ज्यादा दादा उनीहरूको त्यहाँनिर त अन्त दुईजना मात्रै होला बोजू र मात्रै त्यो भएको नि त
भाउजू चाहिँ किन उठेर त्यहाँ पुगेको ए अब मैले भुल्दैछ नि फेरि कस्तो बात सरी भन्नु भुल्दैछ कहाँ कुकुर गर्छ भने सेला के हो नि कति क्लास हो बहिनी 1 क्लास 1 जुब्लिन स्कुल दाजुको दाजु र भाइको भन्ने मेरो ठुलै खाने टिका लगाएर टिका किचन चाहिँ खाने कुक खाने क्या लज्जा भन्दैछु अनि अस्तितिर वकमा जाँदै थिएन अन्त राम्रोसँग काम गरेर आनी र आप्पाले हेर्नु है सके ल थ्याङ्क यू मेरो यहाँ सिस्टरलाई दिँदै गरेको तैँले खिच्नु पर्यो नि अब ब्याक टु ब्याक तँलाई दिनु नि बिहा गरेर राम्रो भाउजू ल्याउनु राम्रो भाउजू लिएर चाहिँ घरमा हेर्ने भाउजू ल्याउनु पर्यो नि यहाँ सो या गाइस अब चाहिँ हाम्रो टिका सक्यो गएको बाई बाई विच वान अह नो लेट्स गो अन्त त गाइस यहाँ आमाले टुसाको अचार पनि दिनुभयो बड्डामा हालेर चाहिँ त्यहाँदेखि खाने हो अचार दिनुभएको मामले सो गाइस अब चाहिँ हामी रुटिन भएको टिका पनि लगाइसक्यो होइन अन्त आजको दिन सबै राम्रै भयो सो गाइस थ्याङ्क यू फर वाचिङ सी इन द नेक्स्ट व्लग टिल देन टेक केयर बाई बाई आज हात पनि लिफा लिफा छ मेरो भन्ने बाई बाई दादा माथि फर्किरहेको छ गाइस थ्याङ्क यू फर वाचिङ बाई बाई